Disclaimer video. Disclaimer video. My name is Pratiksha Rai र आज म तपाईहरुको इन्भिजिलेटर ठीक है एक्जाम सुरु हुनुभन्दा अगाडि म तपाईहरुलाई केही रुल्स भन्न चाहन्छु सबैले कान खोलेर सुन्नु होला हाम्रो कान खुल्लै छ म्याम कान थुनेर कसले सुन्छ र हौ पहिलो कुरा म म्याम होइन म मिस हो मान्छे चिनेर बोल मेरो बिहे भएको छ र मलाई म्याम भनेको हामीलाई के थाहा त मिस तपाईको बिहे भएको छ कि छैन हामी न त तपाईको घरपट्टिको न त माउलीपट्टिको मान्छे हेरेर थाहा हुँदैन बिहे गरेको भए मैले सिन्दुर लाउँदिन थिए अच्छा सबै बिहे गरेको छोरी मान्छेले सिन्दुर कहाँ लाउँछ त मिस तपाई क्रिस्चियन पनि त हुन सक्छ नि लु भयो तिमीहरूलाई जे भन्नु मन छ त्यही भन म्याम भने नि भन मिस भने नि भन तर मलाई चाहिँ रुल्स भन्न देऊ सुरुमा भन्नु न त मिस हामीले तपाईको मुख टाल्देको छ र पहिलो रुल कसैले चिट चोर्नु पाउँदैन चिट लिएको छ भने अहिले नै दिइहाल भरे चिट चोरेको देखे भने म त्यसको कपी खोजिदिन्छु हामीसँग चिट छैन क्या मिस ढुक्क हुनुहोस् हामीले चिट चोर्न छोडेको त 20 वर्ष भइसक्यो ओइ के भनेको तैले हामी जन्मेकै 15-16 वर्ष हुँदैछ अनि 20 वर्ष अगाडि चाहिँ कसरी चिट चोर्यौं हामीले कैसा लगा मेरा मजाक ल अब अर्को रुल सुन एक्जाम सुरु भएपछि कसैले कसैको सार्नु पाउँदैन आफूलाई जति आउँछ त्यति लेख्ने नत्र म कपी खोजिदिनुहुन्छ थाहा छ के मिस एउटै कुरा बारम्बार नभन्नु न अनि पहिलो घन्टी भन्दा अगाडि कोही बाहिर जानु पाउँदैन भूकम्प आए नि सुनामी आए नि पहिलो घन्टी लाग्छ त्यसपछि मात्र बाहिर जानु पाइन्छ ऐसा मत करो मेरी जान भूकम्प आयो भने त घन्टी बजाउने मान्छे नै भाग्छ होला अनि पहिलो घन्टी कसले बजाउँछ मिस घन्टी बजाउने मान्छे भाग्यो भने आफ्नै घन्टी बजाउँदै भाग्ने नि कसले पर्खी बस्छ र मिस अरू क्लासमा त्यत्रो विद्यार्थीहरू छ त यो क्लासमा चाहिँ किन हामी 4 जनालाई मात्र राख्नु भएको किनकि हामी कुहिएको आलु र राम्रो आलुलाई एक ठाउँमा राख्दिनौं नि त राख्दा केही हुँदैन के मिस त्यत्रो आलु कुहिएको रहेछ जाबो 4वटा राम्रो आलु जोगाएर के गर्नुहुन्छ ओइ कलौटे मिसले हामीलाई कुहिएको आलु भनेको हो के कहाँ आफूलाई राम्रो आलु ठानेर के हो पारा प्यारेन्ट्सलाई बोलाएपछि तातो चिसो सोध्नु पर्दैन तपाईहरुलाई हामीले तातो चिसो खान बोलाएको कि मिटिङ गर्न बोलाएको एक्सक्युज मी म प्रिन्सिपल सरसँग कुरा गर्दैछु म पनि प्रिन्सिपल सरको तर्फबाट बोल्दैछु तपाईले किन बोल्नु पर्यो प्रिन्सिपल सरको मुख छैन र उहाँ आफै बोलिहाल्नुहुन्छ नि आफै बोलिहाल्नुहुन्छ नि कुरा सुन्दा नि मुखमा हान्दिउ जस्तो लु हान्नु त कसरी हान्दो रहेछ म पनि हेरौं अरे हान्दिउ प्रिन्सिपल सर चुप लाग्नुहोस् तपाई प्यारेन्ट सरसँग बोल्ने तरिका यही हो तपाईको तपाई मिटिङ गर्न आउनु भएको कि मान्छे पिट्न आउनु भएको अरे बाप रे माफ गरिदिनुहोस् शान्तिजी उहाँको दुर्व्यवहारको लागि म माफी माग्छु तपाईसँग अरे बाप रे हेर्नुहोस् प्रिन्सिपल सर म तपाईको इज्जत गर्छु त्यही भएर सहिरा छु अबदेखि यस्तो गल्ती नदोहोरियोस् दोहोरिँदैन शान्तिजी दोहोरिँदैन तपाई ढुक्क हुनुहोस् ओ नो न, कस्तो आवाज हो यो कसले के फुटाए फेरि सरी सर हात दुखेर यसो तन्काउनु खोजेको मिस्टेकली ग्लासलाई लाग्यो सर हसाउँछ फेरि अनि आँखा चाहिँ कहाँ थियो नि आँखा आँखा हेर्नु पर्दैन आँखाले त देखेको थियो सर तर हातले देखेन सर अब यसको पैसा तपाईको स्यालेरीबाट काट्छु म प्लिज सर त्यस्तो नगर्नुहोस् यो गरिबको पेटमा लात नहान्नुहोस् सर भयो सर छोडिदिनुहोस् एकचोटिलाई माफ गरिदिनुहोस् उहाँलाई अब यस्तो मिठो स्वरले भने पछाडि म नायक कसरी भन्न सक्छु र